ल गाइज यो चाहिँ पार्ट 2 भिडियो। अब चाहिँ हामी त्यहाँ मन्दिरमा पोखरीको बिचको मन्दिरमा दर्शन गर्न जाँदैछौँ फुपू भदा नानी भएर। हामी चाहिँ यतासम्म हामी फुपू कस्तो अनुभव भएको छ? कति राम्रो यो अँधेरोमा है केही देखिएन नि। यो चाहिँ बर्की पहिला उतापट्टि थियो फुपू कत्रो ठुलो त्यहाँ मन्दिर, कति ठुलो मन्दिर छ यहाँ पनि। पहिला त्यहाँ पनि जाऊँ। अब यहाँ त भित्र यस्तो बास्ना बास्नाले त मङ यस्तो बास्ना आयो भने त मन लट्ठै हुन्छ, त्यो रमाइलो आउँछ। यो पिपल कति वर्ष अगाडिको पिपल उताबाट चापी लाख कि लाखेन हेर्न मिल्छ नि। चापी लाउँदो रहेछ सुरु भएपछि चापी लाउनु हुँदो रहेछ। उद्घाटन भयो। आउनु न तलसम्म के हुन्छ, चापी लाउनु हुँदो रहेछ। जान पाएन है दिउँसो, भोलितिर आउँला है। भोलितिर दिउँसो दर्शन यहाँ पुरै पोखरी हो पुपू। यहाँ त पुरै लाग्नु त लाग्थ्यो, के लाग्ने त सबै के लाग्दैन। यत्रो जान आएपछि के लाग्ने, भूत पनि डरले भाग्यो होला बिचरा। ए चापी लाउनु अन्त जो पनि छ यहाँको फेरि सबै उतातिर सबै टन्नै हुनुहुन्छ। अनि बनाउनु भयो नि त फेरि जो पनि जान्छन् भनेर होला नि त। राम्रो नि हो, सुरक्षाको लागि नि हो। लक्ष्मीनारायण भगवान् पानीमा सुत्नु भएको होला बनाउनु भएको। म त आउनै पाइनँ नि, म त घर बेतार उता बिजी भएर। हेर्नु पुरै पोखरी कत्रो गहिरो खाएको यहाँ त। त्यहाँनिर त्यो प्राण प्रतिष्ठा नभएको र प्राण प्रतिष्ठा गरिसकेपछि चाहिँ फेरि पर्दैन। कति छ त्यो उतापट्टि गुम्बाहरू फुपू, सबै गुम्बाहरू राम्रोसँग हिँड्दैन नहेरेपछि गुरुबा। हजुर यहाँ त प्रोजेक्ट हो नि त, के बनेको बनेछ आउँछ। होइन पूजा हुँदो रहेछ। पूजा हुँदो रहेछ। हे प्रभुनाथ, हे प्रभु कोटि कोटि नमन। ओम कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमः। ओम कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमः। ओम श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव। लाउदनसँग त म डोप गर्छु यसो।